धर टाउको त्यसपछि फेरि लास्ट खेप फर्सी बोक्दैछु म अब घाँस काटियो स्या हुँदै ल्याइएछ आयो मुर्रा आयो यता हान्छस् मलाई उठ्छ उठा बस माथि मोल खाट छ भैँसीहरूको मोल खाट तलतिर त आमामा अर्ग्यानिक छ न आमामा यो फुलेको हेर हेलो मित्रहरू नमस्ते सबैजनालाई वेलकम टु माई भ्लग सबैजनालाई स्वागत छ है अ न्यू डे विथ अ न्यू भ्लग है सबैजना सन्चै आराम नै हुन्छ र म पनि एकदमै आराममा नै छु भर चाहिँ काम लाग्यो बिहान जाडो थियो भर्खर उठेको यो यता सापो लिएर हैसा लिएर घाँस काट्न अब डुल्न जाने हो ल ठिक छ सबैजना ल जाम अब जानु पर्छ अब जाम सर मजाको घाम लाग्न डाँडाहरूमा आम्मा जाम मामाले बाल काट्दिँदै हुनुहुन्छ यहाँ बाबाको फेरि मामा त फेरि बारबारै हो नि गाउँको त के ओ बाटो चाहिँ यस्तो छ अब बाल काट्दिनु हुन्छ यता फेरि मामाले यस्तो गर्दा तिल्किन्छ होला माथि छ हाम्रो बारीमा रोपिँदैछ ल है मित्रहरू मामाले बाल पनि काटिदिनु भयो बाबालाई हिरो जस्तो बनाइदिनु भयो अनि म त तलतिर झरेँ होइन ट्याक्क लगाएर अब यहाँ घाँस काट्ने हो यहाँ उस काट्ने हो कि यो झार छ नि यहाँ अगाडि त्यही झार काट्ने हो क्या अब त्यसपछि यहाँ माथि पाटामा फर्सी पनि छ अहिले फर्सी पनि बोक्ने हो अब पहिला सुरु यहाँ घाँस काट्ने हो होइन काट्न त आउनु त्यही पनि है झार काट्ने हो अरे यहाँ झार छ नि यही झारहरू काट्ने हो यत्रो झार छन् तलतिर त क्लिन माथि झार छ तल झार छ यही झार काट्ने हो त्यसपछि बोकेर लाने हो मामाले बाबाले एउटा एकैछिन घाँस काटिन्छ त्यसपछि घर गइन्छ घाम तापिन्छ दिनभरि सुटिन्छ यो डाँठो छ यस्तो डाँठो छ खलम पहिला सुरु सजिलो हुन्छ त्यसपछि बल्ल होइन साह्रो रहेछ हेर त्यसका बाजे गर्मी भयो यार हल नजिक लिएर जाऊँ ल यति मात्र काट्यो अब अझै काट्न बाँकी नै छ यता घाम लाग्यो अब यता गएर काट्ने हो यहाँ त चिसो यहाँ हाट बाम्रेर यार यहाँ आम्मा रातै भएछ यार मेरो हाट रातै भयो यार यो हाट अब म माथि घाम लाग्यो उठेतिर सुकेको छ हटाए गएर काट्नुपर्छ ल मेरा प्यारा मित्रहरू घाँस काटियो स्या हुँदै ल्याइएछ कहाँ यस्तो उकालो यार थारे वहाँ तलबाट लिएर आएको तलै बनाउँछु भनेको थिएँ यति भिडियो होइन तर के गर्ने उहाँ भारी छोप्ने कि भिडियो बनाउने भन्ने भयो त्यही भएर बनाइन तर यति त बनाउनु पर्छ भनेर मैले
घर बनाउनु ला यहाँ उकालो बाटो वहाँ तल पुछारा घर देखेको छ त्यो भन्दा पनि तलबाट लिएर आएको अब यति हो माथि पुग्न त ल यहाँ चाहिँ ल माथि अब घर पुगिसकेपछि बल्ल बोल्छु है कहाँ यहाँ फेरि भारी गुल्टी हो भने त फेरि झ्याउ हुन्छ त्यही भएर भारीको छोप्नु पर्यो मुगाल छोपिरहनु भएन मुगाल फुट्यो भने झन् झ्याउ हुन्छ अब माथि पुगेपछि बल्ल घाम ताप्ने बेला पोल्छु ल मित्रहरू मेरो सानसानो भारी यहीँ बिसाइदिएँ ल अब सानसानो भारी गयो अब यहाँ पछाडि हैँसा राखेको थियो कता राखेको थियो ए हैँसालाई यस्तरी फालामेटातिर त्यसपछि नाम्लोलाई चिरात्त पारौँ ओइ कस्तरी बाँधिदिएको छ नगरा ओइ ओइ कता हैछ हुन त यहीँ हो फेरि किन हान्न ल मित्रहरू अब यहाँ खाना खान जाने भनेको फेरि ट्याक्कै आमाले यता भैँसी सार्ने भन्नुभयो ए हिजो हामीले बनाएको बाह्र मस्त घाम दाबिराखेको कराउँदै ए ओए मस्त यहाँबाट यस्तो थियो जाडो ठाउँ त्यहाँ सारियो अब ट्याक्क लाएर उता भैँसी मुर्रा आउँदैछ अब मुर्रालाई फेरि यता भान्ने हो क्या ए यतातिर आयो मुर्रा आयो यता हान्छस् मलाई उठ्छ उठा बस आयो अर्को नि आयो यता खा उहीँ खा यता नि हाल्दै गइछ के अरे यता खा ओए उठ्छ बान्नु न छिटो ओइ खा खै त सानो भर्खर लिने होइन ओए बान फुकान्छ र ल खै सानो फुकाले मामा ए डाम्लो साम्लो फुकाइहाल्छु नि मैले यहाँ ओइ कहाँ त रोक ए माथिबाट ल यस्तरी लाइजम हिँड नाइ घाँस काट्नु भएको थियो अघि नै ल हिँड यहाँ अर्ग्यानिक गोबर छ हिँड आइज ओइ केमा घुसाइदिए मामा कसरी घुसाउने हो त यो राम्रो नि ए ल यहाँ म बान्छु है यहाँ एउटा हातले मोबाइल एउटा हातले बान्न मिल्दैन म चाहिँ बान्छु यसलाई साथीहरू के छ सन्चै हुनुहुन्छ भर्खर त आम्मामा पोल्नी घामला हेर ओहो नि ए तपाईँहरूलाई बिर्सेछु तपाईँहरूलाई मैले एउटा चिज देखाउन लिएर आएको के पोल्नी घामला यसपछि मामला पहिला सुरु एउटा चिज हेरौँ ल यहाँ अर्ग्यानिक छ क्या अर्ग्यानिक हेरौँ न आम्मा अर्ग्यानिक माथि मोलखात छ भैँसीहरूको मोलखात तलतिर त आम्मामा अर्ग्यानिक छ न आम्मामा यो फुलेको हेर ओहो यस्तो नि हुन्छ आम्मामा यतैसम्म हो कि आम्मामा हेरौँ त ओहो अर्ग्यानिक छ नि यस्तो हो कि अर्ग्यानिक भन्ने मोलघाटमै यस्तो हेर आम्मामा यता हेरौँ त यता हेरौँ त यता माथि मोलखाट छ यता अर्ग्यानिक आम्मामा मोल हाल्न नपर्ने मोलमै आम्मामा यस्तो अर्ग्यानिक छ नि होइन ल यही देखान्छु भनिरहेको कि म त ल आज चाहिँ मजाको घाम लागेको छ यतातिर रहेछ अझै दामी छ होइन माथि मोलखाट छ तल यस्तो दामी छ आम्मामा ल
म चाहिँ खासमा यही देखान्छु भनिरहेको। अब चाहिँ यस्तो मजाको घाम लाग्यो आज एकैछिन सुतेको पोलो घामले। ल अब यसो चाहिँ ज्यान नहुन सकिने चिसो पानीले तताउनै पर्छ। चिसो पानीले यसो टाउको साउको यस्तो नुहाइदिनु पर्यो। चिसो आँखा पानी नि आछु छु 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 यस्तो त सकिन्न। अझ टाउकोबाट नुहाने ज्यान त कसले नुहान्छ। यस्तो मजाको त घाम लाग्यो रे। धर टाउको माथि जानु पर्ने रहेछ। माथि घाम लाग्छ ठाउँमा जानु पर्ने रहेछ। यहाँ त झन् उस भयो हावा लाओ तेरिका यार यस्तो चिसो नि पानी आछु यस्तो टी सर्ट खोला म नि यार झन् चिसो हावा चल्यो यार। हावा चल्यो म त ओहो धरो मेरो टाउको धरो। यस्तो चिसो नि यार। धरो धरो टाउको धरो मेरो। नुहान त बुटल गइरह अब। सकिन्न यो पानीमा त। धरो धरो मेरो टाउको धरो। झरो टाउको झरो। यस्तो चिसो पानी नि कहाँ सकिन्छ यार। है तेरिका बल्ल बल्ल टाउको नुहाइयो यार। एकैछिन काम टाप्छु अनि भेटौँला। ल अब नुहाइयो सुहाइयो टाउको मात्र नुहाइयो। त्यसपछि अब लाग्यो माथि हो घर हाम्रो त यहाँ मामाको घर। त्यसपछि यहाँ आइयो छेरातिर मामा यहाँ तल हुनुहुन्छ अरे। ल्या फेरि म हिजो थिएँ चढेको 2-3 खेर। बहुत जाडो हुँदो रहेछ यार चिसो पानीले त। आम्मामा ओ मोमो उठो सकिन। टाउरो काट्दै हुनु रहेछ यहाँ। दाउरा चिर्दै हुनु रहेछ। दाउरा चिर्दै हो मामा सकिन अझै। कहाँ आउनुहुन्छ भरे अघि नै आउनुभएको थियो देखेको थिएँ मैले। बाटो जानुपर्छ। दाउरा बिहान जति त्यति हो कि दाउरा चिराई कार्यक्रम हुँदैछ मामाको त्यता। आम्मा काहीँ न त बाजे फेरि। ए अहिले
आम्मा भ्याइसकेको यत्रो धेरै दाउरा चिरेर सकिसकेको छ नि आम्मा फर्सी बिहान जति भएको त्यति भर्खर त उस लिएर आयो एक दो जाने बेला लैर जाने हो सक्नु पर्यो त उकालोमा भइसक्यो छि ज्याम ज्याम भइसक्यो मामल त आम्मा टिटी धेरै थियो सकिसकेको छ नि हजुर 1 घन्टा नि भयो होइन 3 बजे नि भयो त घाम त मजाको लागेर आदैन मामा बाहिर एकैछिन सुतेको आम्मा घामले पोलिर आजको अहिलेको त्यही हो क्या आज त्यही हो आज त लास्ट नि हो क्या मामा त्यही हो फिक्स है मामा आज त गएर काम बिहान झ्यापझुप सुनान हुन्न खुसुक्क त्यसै आज गोछानी भन्नुहुन्छ फेरि कहिले गोछानी त्यही त अलि 2-4 दिनमा हो होइन ल ठिक छ भ्याइसकेको छ नि आम्मा ल साथीहरू नुहाइसुहाइ गरियो त्यसपछि मामासँग आएको दाउरा काट्दै हुनुहुन्न रहेछ एकैछिन मामासँग गफ हान्ने हो होइन मिठो गफ गयो मामा भान्जाको त्यसपछि फेरि लास्ट खेप फर्सी बोक्दैछु म अब ल यो फर्सी लैन्छ त्यसपछि के गर्ने भन्दाखेरि आजको भ्लगलाई यहीँ अन्तिम गर्न पर्ला जस्तो छ ल आजको भ्लग यहीँ अन्तिम गरिदिउँ होइन फेरि अर्को नयाँ भ्लगमा भेटौँला राम्रो भ्लग आउँदै जाउँला राम्रो भ्लगमा भेटौँला तपाईँहरूले नि लाइक कमेन्ट सेयर गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु भन्दै आजको भ्लग यहीँ अन्तिम गर्न चाहन्छु धन्यवाद अर्को भ्लगमा भेटौँला